दर्शक पनि यतिखेर भुन्टी हराएर सबैतिर सनटा छाइरहेको अवस्थामा उता गाउँमा भने भुन्टीको ससुरबुवालाई आफ्नो बुहारी भुन्टी हराएको खबर भने यतिखेरसम्म छैनन्। हो दर्शक पनि आफ्नो ठुल छोरा भुवनले पनि सबै कुराहरू थाहा हुँदा पनि आफ्नो बुवालाई भने यो खबरहरू पुर्याएको हामीले देखिँदैन। हो दर्शक पनि यद्यपि भुन्टीलाई माया गर्ने भनेको भुन्टीको ससुरबुवा र भुन्टीको जेठाजु मात्रै हुन्। हो दर्शक पनि यतिखेरसम्म भुन्टी हराएको खबर कतै पनि थाहा नभएपछि सबै ठाउँतिर सोसल मिडियामा भुन्टी हराएको खबर छाइरहँदा यतिखेर भुन्टीको मितिनी सुकुमायाले भने सोसल मिडियाबाट नै भुन्टी हराएको न्युज प्राप्त गरेको छ। तसर्थ यो न्युज देखेपछि यतिखेर सुकुमाया भने छाँगाबाट खसे जस्तै भएकी छिन्। हो दर्शकबिन विगतका दिनहरूमा भूपेन्द्रले यातना र टचराहरू दिँदै भुन्टीले यातना दिएर पटक पटक दुःख दिएको कुराहरूलाई स्मरण गर्दै सुकुमायाले अहिले पनि त्यही पापीले चाहिँ केही गरेको हुनुपर्छ मेरो मितिनलाई, तसर्थ घर छोडेर हिँडेकी हुनुपर्छ, कहाँ गई होला त भनेर अब भुन्टी खोज्नको लागि सुकुमाया र ओखले भने गाउँबाट तम्तयार हुँदै सहरतिर झर्न लागेको अवस्था हामीले देख्न सक्छौँ। दर्शक पनि यद्यपि यसरी भुन्टी हराइसकेपछि सुकुमाया र जेरीको पनि होस उडेको छ। किनभने गाउँमा आफ्नो बहिनीको विवाहमा गएको श्रीमान भुवन फर्केपछि आफ्नो बुहारी भुन्टीलाई नदेखेपछि सोधेका हुन्छन्, भुन्टी बुहारी खोइ त। भुन्टी बुहारीलाई नदेखेपछि जेरी र श्रेयाले धेरै कुरा र विभिन्न प्लान बनाउँदै बसिरहेकी हुन्छन्। तसर्थ भुन्टीलाई नदेखेपछि भुन्टी खोइ भनेर सोद्धा जेरी र श्रेयाले भने एआईबाट बनाएका भिडियोहरू र हस्पिटल लाँदै गर्दा बटुवाले भुन्टीलाई बोकेर हिँडेको भिडियो खिचेर भ्रममा पार्न खोजेकी हुन्छन्। तसर्थ यो कुरा पनि आफ्नो श्रीमान भुवनले पत्याएको हुन्छ। त्यति नै बेला टोकोले यानकी भुन्टीको दाइ पुगेर त्यहाँ यो कुराहरूलाई पनि छर्लङ्ग पारिदिएका छन्। हो दर्शक पनि यद्यपि यो कुरा भने होइन, मेरो बहिनी त्यस्तो खालको पनि छैन। तसर्थ यो भने बीच बाटोमा हिँड्दै गर्दा बेहोस भएर लड्ने बेलामा बटुवाले बोकेर हस्पिटल लाँदै गरेको दृश्यको फोटो भिडियो खिचेर यिनीहरूले मेरो बहिनीलाई यस घरबाट निकाल्नको लागि यस खालको योजना बनाएकी हुन् भनेर टोकोलेले सारा कुराहरू बताएपछि भुवनले पनि टोकोलेको समर्थन गर्दै हो यो पनि हुनसक्छ, विगतका दिनहरूमा बुवाले भुन्टीलाई घरबाट निस्केर जाऊ, तिम्रै भलोको लागि हो, भूपेन्द्रले कहिल्यै पनि तिमीलाई माया गरेनन् भन्दा पनि घर छोडेर नजाने भुन्टी यतिखेर एक्कासी आफै घर छोडेर जानुमा शङ्का छ। तिमीहरूले भनेको कुरामा पनि म विश्वास गर्छु, तर भुन्टीलाई भेटेर सबै कुरा भुन्टीकै मुखबाट सुनेपछि मात्र म विश्वास गर्छु सबै कुरामा, दुवैजनाको कुरामा भनेर भुवनले भने यतिखेर टोकोलेलाई साथ दिँदै बजारको गल्ली गल्लीमा भुन्टीलाई खोजिरहेको दृश्यहरू हामीले देख्न सक्छौँ। दर्शकबिन भुन्टी हराइसकेपछि उता गाउँमा भुन्टीकी आमाले पनि नराम्रो सपना देखेपछि रुँदै कराउँदै घरगुहार गरिरहेको दृश्य हामीले देख्न सक्छौँ। हो दर्शकबिन भुन्टी कहाँ गइन् त भन्ने विषयमा भने हामी सबैले चासोको विषय बनिरहेको छ। दर्शकबिन जे होस् ढिलो भए पनि सोसल मिडियाबाट भए तापनि भुन्टीको मितिनी सुकुमायाले भुन्टी हराएको खबर प्राप्त गरेकी छिन्। तसर्थ भुन्टीको मितिनी सुकुमाया धेरै बाठिएर जान्ने पनि छिन्, माथिसम्म पहुँच पनि रहेको छ सुकुमायाको। तसर्थ भुन्टीलाई जहाँबाट जसरी भए पनि आफ्नो मितिनीले अब भुन्टीलाई खोजेर ल्याउने छिन्। तसर्थ भुन्टीलाई दुःख यातना दिएको सबैजनालाई कानुन अनुसार सजाय दिलाउने छन् भन्ने हामीलाई लागिरहेको छ। हो दर्शकबिन जे होस् भुन्टीले त्यस्तो नराम्रो कदमहरू भने पक्कै पनि नचालोस्, भुन्टी फर्केर आएको हामीले देख्न पाइयोस् भन्न चाहन्छु। हो दर्शकबिन तपाईँहरूलाई पनि भुन्टी सिरियल सम्बन्धी रुचि छन् भने कृपया कमेन्ट बक्समा भुन्टी लेख्न भने अवश्य नभुल्नुहोला र यस्तै खालका सिरियल रिभ्यू भिडियोहरू हेर्न चाहनुहुन्छ भने कृपया हाम्रो यस च्यानलमा जोडिनुहोला र यस भिडियोलाई धेरैभन्दा धेरै सेयर गरी कमेन्ट बक्समा भुन्टी र भूपेन्द्र लेख्न भने अवश्य नभुल्नुहोला भन्दै आजको यस भुन्टी सिरियल रिभ्यू भिडियोबाट बिताउन चाहन्छु। तपाईँहरूको बाँकी पल सुखद रहोस्। हस्त, धन्यवाद।